मैले चाहिँ यो एउटा बेबी कार्डिगन बनाउन लागेको हो। त्यसको पहिलो पार्टमा चाहिँ मैले यो बोर्डर कसरी बनाउने भनेर सिकाइसकेको छु भने अब यो चाहिँ दोस्रो पार्ट हो। यो चाहिँ मैले पछाडिको भाग बनाएको हो भने अब योभन्दा माथिको भाग कसरी बनाउने हो भनेर मैले भन्न गइरहेको छु। बोर्डरभन्दा माथि कसरी बनाउने त सुरुमा 2 सिक्री लिने अनि त्यसपछि यहाँ जति गर्छ प्रत्येकमा यसरी डबल घर बुन्दै जानुपर्छ। मेरो चाहिँ यसमा खासै घर बढाउनु पर्ने छैन। मेरो यो लगभग 15 इन्च छ भने 15 इन्चमा 80 जति घर हुन आएको छ। त्यति भएपछि मलाई घर पुग्छ भने मैले यसमा बढाउँदिनँ। यदि हजुरहरूलाई अलि धेरै चाहिन्छ भने चाहिँ यसरी 6-7 घर बुन्दै अनि एउटामा बढाउन सक्नुहुन्छ। म चाहिँ यसमा खासै बढाउँदिनँ। जस्तो अब यति 1 2 3 4 5 6 भयो, 7 भयो भने अब अर्को घरमा चाहिँ एउटामा एकचोटि अनि यही घरमा अर्कोचोटि बुनेर त्यही सिक्रीमा बुनेर यसरी बढाउन सक्नुहुन्छ। बढाउने तरिका चाहिँ यसै गरी हो। यसै गरी ठाउँ ठाउँमा बढाउँदै जानुपर्छ। मैले चाहिँ यो फुकाएँ किनकि मलाई धेरै घर चाहिँदैन। त्यसैले अब मैले यो प्रत्येक सिक्रीमा यो यसरी डबल घर बनाउँदै यहाँ छेउसम्म पुग्छु। मैले चाहिँ प्रत्येक डबल घर बनाउँदै मेरो यहाँ टोटल 85 घर हुन आएको छ। अब चाहिँ यहाँभन्दा माथि चाहिँ यही 85 घरलाई नै नबढाउने नघटाउने गरेर कति लम्बाइ चाहिन्छ त्यही अनुसार बनाउँदै जानुपर्छ। जस्तो यो मेरो पहिलो राउन्ड टुङ्गिसकेको छ भने अब अर्कोमा 2 सिक्री गर्ने अनि यहाँबाट फर्केर अनि सुरुमा डबल घर अनि फेरि अर्कोमा प्रत्येकमा डबल घर बुन्दै अनि यसै गरी जाने हो। आफूलाई पछाडिको भागमा लम्बाइ नपुगेसम्म बराबरी एकदम सिधा गरेर बुन्दै जानुपर्छ। म यसको लम्बाइ पुगिसकेपछि फेरि भन्छु। यो कार्डिगनको चाहिँ मैले यसरी बनाउँदै गएर बोर्डरबाट माथि 31 लाइन बनाएर यस्तो गरेको छु भने अनि त्यसपछि मैले यहाँ छुट्याएको छु अगाडिको पार्टको लागि। मैले 85 घर यहाँबाट मेरो 85 घर थियो। यहाँबाट मेरो 85 घर मैले बनाएको थिएँ भने यहाँ गएपछि मैले यसरी एक पार्टको यो अगाडिको पार्ट हो। यसको लागि चाहिँ मैले छुट्याएर बुनिसकेको छु। यो बिचको यो पछाडिको गलामा मैले 23 घर छुट्याएको छु अनि बाँकी जति बस्छ त्यति यो छेउछेउमा राखेर यसरी बुन्दै आएको छु। यो चाहिँ एक पार्ट मैले एक साइडको यो अगाडिको एक साइडको मैले सकिसकेँ भने अब अर्को साइडको सेम यही तरिकाले बनाउने हो। त्यही भएर मैले अर्को तरिकाको चाहिँ सिकाउन गइरहेको छु। अर्को तरिका भन्दा नि अर्को साइडको चाहिँ मैले अगाडिको चाहिँ यसरी एक साइडको यो बनाइसकेँ। अब यहाँबाट फेरि यसै गरी आएर ठ्याक्कै यहाँ जोइन हुन आउँछ यो अर्को भागको। कसरी गर्ने हो म भन्छु। अब मैले यो अगाडिको लागि मैले यहाँ धागो जोइन गरेको छु भने अब फेरि यहाँ जति छ त्यति नै बराबरी बुन्ने छु डबल गर्ने। मैले चाहिँ यो अगाडिको दुई पाटा चाहिँ माथिदेखिबाटै बुन्दै जान्छु।
मैले यसरी सँगै टिपेर बनाउँदै जान्छु अनिखेरि राम्रो फिनिसिङ राम्रो आउँछ। तल एक एक पाटा बुनेर जोड्दा पनि भयो, तर मैले चाहिँ यसरी बनाउँदै जाने गरेको छु। मैले चाहिँ यो एक लाइन नघटाउने नबढाउने गरेर सरासरी बुनेर यो चिनोलाको ठाउँसम्म आइपुगेँ भने अब चाहिँ यहाँबाट फेरि एक लाइन मैले काहीँ केही नबढाइ नघटाइकन बुन्दै यहाँसम्म आउँछु। जस्तो 2 सिक्री लिएँ अनि यहीँबाट अब फर्किनु पर्यो। यो बिचको चाहिँ केही पनि बुन्नु हुँदैन अहिले, यहीँबाट अब यसरी फर्किने। यो 2 लाइन चाहिँ मैले नघटाउने नबढाउने किन बुनेर त्यो चाहिँ एकदम राम्रो सेप आउँछ पछाडिको, गला उचालिँदैन। त्यही भएर चाहिँ मैले यो अलिकति कटिङ गरेको हो। यसै गरी म यहाँ बुन्दै छेउसम्म पुग्छु। म यसरी यहाँबाट एक लाइन पनि बुनेँ भने अर्को लाइन पनि बुन्दै यहाँ पुगेँ। अब फेरि यहाँबाट फर्किने हो। यो चाहिँ यो भी गलाको लागि हो, भी कटिङ हो, त्यही भएर म अलि राम्रोसँग हेर्नु होला। अब फेरि यहाँ सुरुबाट फेरि यो चिनो लगाएको ठाउँसम्म सरासरी यसै गरी पहिला 2 सिक्री लिने अनि प्रत्येकमा एक एक डबल घर बुन्दै अन्तिमसम्म यसै गरी बुन्दै अन्तिमसम्म आउनु। मैले यो पहिलो र दोस्रोमा नघटाउने नबढाउने गरेँ। अब तेस्रो लाइनमा पनि यहाँ छेउदेखि आएँ सरासरी यहाँ अन्तिममा आइसकेँ भने मैले यो अन्तिमको पनि यो सबै बुनिसकेँ। अब हामीले अघि नै यो बुनेर 2 सिक्री बुनेर फर्केकोमा चाहिँ अब घर बढाउने हो। यो चाहिँ भी गलाको लागि हो। यहाँ चाहिँ अलिकति ध्यान दिएर हेर्नु होला। यो मैले सबै घर बुनिसकेपछि यो लास्टमा 2 सिक्री बुनेर अघि नै फर्केको थियो भने त्यहीँ चाहिँ बढाइदिने हो। यहाँ अलिकति सिक्री चिन्ह यो बुन्न अलिकति गाह्रो हुन्छ। मैले फेरि यो पनि सकेर यो छेउमा आइसकेँ भने अब फेरि बढाउने भागमा आइसकेँ। अब फेरि यसै गरी अघि नै 2 सिक्री जहाँ लिएको थियो त्यहीको छेउको भागबाट चाहिँ यसरी एक घर फेरि त्यही ठाउँमा अर्को एक घर बुनेर यसरी यस्तो भी हुँदै गएको छ, छड्किँदै गएको छ। यसरी एउटै सिक्रीमा 2 घर बुन्ने। अब फेरि 2 सिक्री लिएर अनि यो छेउको घरमा एकचोटि डबल घर, अर्को सिक्रीमा अर्कोचोटि डबल घर गर्दै यसै गरी बुन्दै छेउसम्म जानुपर्छ। मेरो चाहिँ यस्तो कटिङ यसरी यो हुँदै आएको छ भने मैले चाहिँ यो अर्को साइडको कटिङ यहाँ सुरुमा मैले 2 लाइन चाहिँ नघटाएर बुनेको भने तेस्रो लाइनदेखि घटाउँदै आएर मैले यहाँ हजुरहरूलाई बुझ्न सजिलो होस् भनेर एउटा चिनो लगाइदिएको छु। मैले यहाँदेखि यहाँसम्म नआइन्जेलसम्म बढाउँदै आएको छु। अब यतापट्टिबाट पनि यहाँसम्म आउँदा जति लाइन बढाएको छु त्यही अनुसारले म बढाउँदै जानेछु। अनि त्योभन्दा तल यहाँ नबढाउने नघटाउने गरेर सिधा बुन्दै आउनुपर्ने हुन्छ। मैले चाहिँ यो माथिदेखि यसरी बुन्दै बढाउँदै गरेर यहाँसम्म मेरो बराबरी हुन आएको छ। जति यतापट्टि मैले बढाउँदै आएको छु त्यसै गरी बढाउँदै गएर ठ्याक्कै भी नेक हुन आएको छ मेरो भी गला। अब योभन्दा तल चाहिँ मैले यो साइडको जस्तरी अब बराबरी दुवै साइड बराबरी आएर अनि यहाँदेखि यो पछाडिको भागसम्म भएपछि फेरि मैले बोर्डर बनाउनु पर्छ। यस्तो खालको
हुन्छ। यो चाहिँ माथिदेखि बुन्दै झर्दा यस्तो हुन्छ भने तपाईँहरू चाहिँ तलबाट बुन्दै जानुभयो भने बोर्डर बुन्ने, अनि यो माथि बुन्दै गएर अनि तपाईँहरूलाई कति लम्बाइ कति गला चाहिन्छ अनि त्यसपछि घटाउँदै जानुपर्छ। यो माथिबाट आउँदा चाहिँ यो यसरी बढ्दै आउँछ भने तलबाट जाँदा चाहिँ घटाउँदै जानुपर्छ है। ठिक्क मेरो अब यतिसम्म भयो भने आयो, अब म नघटाउने नबढाउने गरेर यहाँ आफूलाई कतिसम्म लम्बाइ चाहिँदैन त्योसम्म बराबरी बुन्दै आउँछु। मैले चाहिँ यो अगाडिपट्टिको अर्को साइडको पनि बुनेर भ्याइसकेँ। यसरी हेर्दाखेरि यसरी भिगला यसरी आएको छ भने यहाँ तल मैले एक साइडको चाहिँ यसरी बोर्डर बनाइसकेको छु। अब अर्को साइड चाहिँ मेरो यो लम्बाइ ठ्याक्क यहाँसम्म भएको छ। मेरो यसरी आउँदाखेरि यहाँसम्म भएको छ भने अब चाहिँ मैले कसरी बोर्डर बनाउँछु। म चाहिँ अब बोर्डरको लागि सुरु गर्दैछु। मैले यो प्रत्येकमा फेरि एक एक डबल घर बनाउनु पर्छ। यो चाहिँ बोर्डरको लागि छुट्टै हो। यो जति छ पहिलाको त्यति नै बुन्ने हो। मैले पछाडि 31 लाइन थियो भने मेरो अगाडिको साइडमा पनि यो लाइन मेरो 31 वटै भएको छ। त्यसपछि चाहिँ अनि बोर्डरको लागि बुन्ने यसरी प्रत्येकमा डबल घर बुन्दै गर यो लाइन पनि सक्नुपर्छ। मैले एक लाइन पुरा गरिसकेँ। अब एक घर अगाडिबाट अनि एक घर पछाडिबाट यसरी बुन्दै मैले यसको सुरुमा जसरी बोर्डर बुन्न सिकाएको छु त्यही प्रोसेसले नै बुन्दै जाने हो। अब यसरी एक घर यताबाट लिने अनि अर्को एक घर पछाडिबाट टिप्ने, फेरि यसरी अगाडिबाट फेरि अर्को घर पछाडिबाट यसरी टिप्दै यस्तो खालको 5 लाइनको बोर्डर बनाउने। मेरो चाहिँ यो साइडको बोर्डरको भाग पनि सकेको छ है। कस्तो राम्रो खालको बोर्डर बन्न आएको छ। मैले यो 5-5 लाइनको बोर्डर सकेर यस्तो खालको भएको छ। अब यसको लागि चाहिँ बाहुला कसरी तयार गर्ने हो हेर्नु होला। मैले यो बाहुला चाहिँ बुनेर राखिसकेको छु भने मैले हजुरहरूलाई सरसर्ती भनिदिँदै जाँदैछु, केही गाह्रो छैन। बाहुलाको लागि पनि कसको लागि बुन्ने हो त्यसको हातको गोलाइ लिनु। मैले चाहिँ यसमा 30 सिक्री बुनेको छु बाहुलाको लागि। यो 5 वर्षको नानीको हो। मैले 30 सिक्री बुनेर अनि यो यसरी अर्को त्यो पछाडिको अगाडिको जस्तै गरी बोर्डर बुनेर एक घर अगाडिबाट एक घर पछाडिबाट लिएर मैले यो 3 लाइन बुनेको छु। 1 2 3 लाइन छ भने यो उसमा चाहिँ 5 लाइन गर्नुपर्छ। यसमा 5 छ भने यो बाहुलाकोमा 3 लाइन गर्ने हो। अनि बाहुलाको 3 लाइन गरिसकेपछि मेरो 30 घरको छ। 30 घरको अनिखेरि बोर्डर तपाईँहरूले आफ्नो इच्छाले राख्न सक्नुहुन्छ भने अनि बोर्डर बुनिसकेपछि चाहिँ यसमा चाहिँ अब यो प्रत्येक घरमै 2 चोटि यहाँ हेर्नु होला, म नजिकबाट देखाइदिँदैछु। प्रत्येक सिक्रीमा यसरी 2 2 2 2 2 गरेर 2 2 2 सबैमा 2 2 वटा छ। मेरो यो 30 सिक्रीको बोर्डर थियो भने मैले सबैमा 2 2 गरेर 30 दुना 60 भएको छ। मेरो यो छेउसम्म मेरो 60 भएको छ। यो चाहिँ तपाईँहरूले माथिको चाहिँ गोलाइ आफ्नो तरिकाले राख्न सक्नुहुन्छ। अनि मैले यो 60 यो 30 बुनेको थिएँ भने यहाँ माथि 60 छ, त्यसपछि 60 नै बराबरी गरेर यस्तो हुन आएको छ। मेरो चाहिँ मैले चाहिँ बाहुला अलिक ठुलो राखे हुनाले यसरी मेरो ठुलो खालको बाहुला तयार भएर मैले यहाँ 31 लाइनै तयार गरेको छु। मेरो बाहुला चाहिँ यसरी 31 लाइन तयार भइछ भने
हजुरहरूलाई चाहिँ मैले बाउला बुन्ने तरिका सिकाइनँ, किनकि तरिका एउटै हो। यसरी भन्दा पनि बुझ्नुभयो होला। एकदम सजिलो छ यो कार्डिगन बनाउनको लागि। यस्तै गरी बनाउनु होला। अब यसमा चाहिँ अब यहाँबाट बोर्डर बुन्नुपर्छ। बोर्डर छुट्टै बुनेर सिलाउँदा पनि भयो। यहीँ धागोसँगै राखेर सिलाउँदै फर्किन पनि सक्नुहुन्छ भने त्यो हजुरहरूको आफ्नो कुरा हो। अनि टाँकघर कतिवटा चाहिन्छ त्यही अनुसारले राख्ने हो। म बोर्डर चाहिँ कसरी बुन्ने हो हजुरहरूलाई देखाउँछु। मैले चाहिँ यो बोर्डरसँगै यसरी टाँकघर पनि काट्नुपर्छ, त्यही भएर यहाँ पहिले चिनो लगाएर राखेको छु। हजुरहरूले पनि यसै गरी ठ्याक्क पहिले चिनो राख्नुभयो भने टाँकघर काट्न सजिलो हुन्छ। म चाहिँ हजुरहरूलाई यो छुट्टै बोर्डर बुनेर अनिखेरि यो टाँकघर कसरी बुन्ने हो त्यो पनि सँगसँगै भन्दै जानेछु। मैले यो कार्डिगनको लागि बोर्डर बनाउँदैछु। त्यसको लागि चाहिँ मैले यो बच्चाको भएर 8 घरको मात्रै बनाउँछु। ठुलो कालको लागि चाहिँ 12, 14, 10 जति राख्दा नि भयो। पहिला 1, 2, 3, 4, 5, 6, 7, 8। मेरो यो 8 घरको हुन्छ भने एक घर बढी लिएर अनि यहाँ एक घर छोडेर अनि यहाँदेखि 8 सिक्रीमा यसरी सिङ्गल घर बनाउनुपर्छ। यसरी मैले 8 सिक्रीमा सिङ्गल घर यसरी बनाउँदै गएछु भने अब फेरि 2 सिक्री लिनु अनि यसरी फर्किने अनि यहाँ उयो ब्याक साइडबाट फेरि प्रत्येक घरमा यसरी यो अगाडिबाट नलिने यो पछाडिपट्टिबाट बुन्दै यो 8 को 8 हुनुपर्छ। सात भयो। अब यो लास्टको एकचोटि यहाँ 8 अनि फेरि यसरी अनि यसमा गरेर फेरि बुन्दै यो छेउसम्म आउनुपर्छ। मैले चाहिँ यस्तो खालको बोर्डर बनाउँदै गएको छु भने अब यहाँ नाप्ने यहाँबाट छेउबाट अनि अघि नै यो चिनो लगाएको ठाउँसम्म पुग्यो भने अनिखेरि फेरि टाँकघर काट्नुपर्छ। मेरो अब यसरी हेर्दाखेरि ठ्याक्क टाँकघर काट्ने बेला भइछ भने अब मैले टाँकघर कसरी बुन्ने भन्छु। यहाँ मेरो 8 घरको छ यो। त्यसमा चाहिँ अब सुरुमा के गर्ने भने सुरुमा 3 घर बुन्छु। 1, 2, 3 घर बुन्छु अनि मैले यो 2 घरको 2 सिक्रीको मात्रै मेरो टाँकघर भए पुग्छ। यसमा मैले 1, 2 गर्छु अनि यहाँबाट 1, 2 सिक्री स्किप गरेर अनि फेरि यताबाट 1, 2, 3 यस्तो खालको भएको छ। मैले यस्तो खालको बनाएँ भने अब फेरि यसरी फर्किने हो। फर्किँदा चाहिँ 1, 2, 3 मेरो यो छेउको भयो भने यो बिचकोमा चाहिँ यहाँबाट यसरी 1, 2 अघि 3 भइथ्यो अहिले 2 फेरि 5 भयो भने फेरि अनि यताबाट 6, 7, 8 यसै गरी बनाउँदै गर अनि हजुरहरूलाई कतिवटा टाँकघर चाहिन्छ बोर्डरसँगै अनि टाँकघर राख्ने भए टाँकघर पनि बुन्दै अनि एउटा लामो बोर्डर तयार गर्नुपर्छ। मैले यो कार्डिगनको बोर्डर पनि बनाइसकेँ। लगभग यति लामो हुने गरी बनाएको छु भने मैले त्यहाँ अलिकति बुन्न पनि बाँकी राखेको छु। पछि यहाँ सिलाउँदै आउँदाखेरि पुगेन भने त्यहाँ पछि थपेर बुन्न पाउँछु। त्यही भएर मैले अब यो कार्डिगनको चाहिँ बोर्डर यसरी राखिसकेँ।
यहाँ यसरी केही चिनो लगाएको छ भने त्यसले यो बोर्डर भएर यसरी पर्ने गरी पहिल्यै चाहिँ ठिक्क मिलाएर राख्नुभयो भने सिलाउन सजिलो हुन्छ। अब यो बोर्डर चाहिँ सिलाउँदै जाने हो। मैले चाहिँ धेरैमा यहीँ टिपेर बुन्छु भने त्यसो गर्दा सजिलो हुन्छ। मैले यो हजुरहरूलाई सिकाउनको लागि यसरी पनि बनाउन सकिन्छ। यसरी यसलाई अनि यो कार्डिगनको भागलाई यसरी बराबरी पुग्ने गरी अनि पुरै राउन्ड सिलाउनुपर्छ। टाँगर चाहिँ जहाँ जहाँ चिनो लगाएको छ त्यहीँ चाहिँ टाँगर ठिक्क साइजमा मिल्ने गरी सिलाउँदै जानु होला। यो चाहिँ म पुरै सिलाउँछु। यो कार्डिगनको चाहिँ बोर्डर सिलाएर पनि मैले सकिसकेँ। यस्तो भएको छ। यतापट्टि पनि यसरी मैले धागोहरू चाहिँ काट्ने बाँकी छ। मैले यहाँ टाँकहरू पनि लगाउन बाँकी छ भने यो बाहुला जोडेर पनि सकिसकेँ। यस्तो खालको भएको छ। हजुरहरूले पनि आफ्नो मनपर्ने कलरमा अनि साइज अनुसार बनाउन सक्नुहुन्छ। अब यहाँ फ्लावरहरू राखेर बटमहरू लगाएर चाहिँ यसमा अझ अलिकति काम बाँकी नै छ। हजुरहरूलाई चाहिँ मैले यो बुनेको तरिका सिकाउने तरिका के कस्तो लाग्यो, बुझ्नुभयो कि भएन, सल्लाह सुझावको अपेक्षा गर्दछु। के कस्तो लाग्यो मेरो सिकाउने तरिका हजुरहरूले कमेन्टमा भन्नुहोला। अनि यहाँभन्दा पछि पनि केही सिक्न चाहनुहुन्छ केही छ भने हजुरहरूले कमेन्टमा भन्नुहोस्, मैले सिकाउने कोसिस गर्छु। हस्, धन्यवाद।